त्यस्तो मेहनत गरेर खिचेको के काम लागेन छ। ठिकै छ, हामी चाहिँ यस्तो ठाउँमा आइपुगेको छौँ। धुलै धुलो छ, बाटो हेर्नु पछाडि अफरोड मजा आइरहेछ। हामी हेलम्बु जाँदैछौँ। केटाहरू चाहिँ यसो रुखलाई पानी दिन गएको छन्। अहिले आएपछि भेटाउँछु। अनि यो रमाइलो भइरहेछ। त्यो हिसाबको म मेरो बाइकमा छु, मेरो पछाडि चाहिँ समर्पण छ। अनि उयो आइरहेछन् केटाहरू त्यहाँबाट त्यहाँबाट आइरहेछन्। मैले चाहिँ ब्याक क्यामेरा गरेँ भने ठानेर तिनीहरू आइरहेछन्, तर मैले फ्रन्ट क्यामेरा गरिरहेको छु। तिनीहरू यहीँ छैन। आइसक्यो हाम्रो केटाहरू। खै कहाँ केटाहरू यहाँ न, यो बिचमा हेर्नु। ऊ त्यहाँ चाहिँ हाम्रो सीता सिरियलको के अरे नछेक न यहाँ स्टारलाई। सीता सिरियलको के हो पर्वत हो कि के अरे नाम, नवीन। सीताको नवीन छ। सब यहाँ टाइम ल्याप्स खिचेको, केही काम लागेन। जे पाए को थियो तिनीहरू छैन। मैले भित्र हेरेँ अर्को चिन्डे मान्छेहरू। सल्ले बजार आइपुगिसक्यो। म तपाईँलाई सल्ले बजार कस्तो छ देखाउँछ। यो हो सल्ले बजार। जुम भएर यो सल्ले बजार है। म चाहिँ खै के हो यो ठाउँ थाहा छैन। यहाँ आइपुग्यो। यस्तो लास्ट गर्मी भएर मैले ज्याकेट चाहिँ खोलिदिएँ। पछाडि शिशिरहरू आउने भएछ। यताबाट आउँछ शिशिरहरू। अगाडि बुलेटहरू चाहिँ गइसक्यो। म एकछिन बुलेट चलाइरहेको थिएँ, मजा आउँदो रहेछ। शिशिरको इन्ट्री हुन्छ होला। आउँदैन त शिशिरहरू आयो। क्यामेरा छ उल्का। के छ, कस्तो हुँदैछ राइड? राइड कस्तो हुँदैछ? यस्तो ठाउँमा आइपुग्यो हामी। ऊ चाहिँ हाम्रो केटाहरूको बाइक छ। यस्तो रमाइलो ठाउँ। मलाई कुरिरह होला। कस्तो दामी हो। अब चाहिँ माथि जाँदैछ हामी। हेलम्बु पुगेपछि कुरा गरौँ भनेर बिचमा यस्तो यस्तो ठाउँ के आयो भने चाहिँ म रोकेर हजुरलाई भिडियो देखाउने छु। स्टे ट्युन। बिचमा चाहिँ यस्तो अफरोड छ बाटो, पुरै बाटो अफरोड छ। बिचमा चाहिँ गुम्बाहरू रहेछ टन्नै। यस्तो रमाइलो हेर्दाखेरि। अब जाँदैछ अझै अफरोड, अझै माथि पुग्नु छ। ऊ यो डाँडा माथि पुग्नु जस्तो लाग्छ। अब चिसो खाने छलफल भइरहेको छ। के छ केटा हो? ऊ हाम्रो साथी बुलेटवाला के छ? के छ डमरपन ए समर्पण? किस ब्यान्डको लगाएछ। दिदीले डिउ लिएर आइसक्नु भएको छ भने गिलास दिनु के अरे। ए साउनी म यहाँ छु होइन। लास्ट टाइममा कसो यस्तो बाटो यार, तर मजा आयो है। लास्ट टाइम मजा आयो। अझै मजा गर्न बाँकी नै छ। यहाँ मैले बाटोमा गुम्बा देखाएर थिएँ। यहाँ अर्को गुम्बाहरू छ। बाटोभरि दामी गुम्बाहरू छ। ल 5, 10 त 15 हुन्छ। 15, 10 र 15 हुन्छ। 1 घन्टा लाग्छ। के तार्के हिङ भने चाहिँ हामी त वहाँ छिमी जानु भने होइन। छिमी जान कति लाग्छ आन्टी? छिमी हो जाने होइन त हामी। तार्के त भोलि जाने भने होइन। ड्यू माउन्टेन ड्यू डरके आँखे जिते भन्दै केटाहरू ड्यू खाँदै। तपाईँहरू पनि खाने हो?
गाडीहरु हिँड्छ भने हैन किन एउटा गाडी नै गाडी दियो नि सही छ डिउ गाडी हिँड्ने बाटो नि हेर्दै दिए तिमीलाई के हेर्नु पऱ्यो अब यस्तो दुःखको बेलामा गाडी चाहिँ माथिबाट गाडी आयो तलबाट मान्छे आयो के हुन्छ म यो ठाउँमा यो हेर्नु मन छ क्या अब गाडी किस ब्यान्ड हेर्नु मन छ हेर नि हो के छ पुन्टे सर के छ नवीन सर हामीसँग हुनुहुन्छ सिधा सिरियलको एकदम प्रख्यात एक्टर नवीन फिमेल नवीन नवीना भेट भयो यहाँ हुनुहुन्छ राजाचार्य जस्तो अनुहार भएको मान्छे गुरु रिङ्गुचे हो गुरु रिङ्गुचेको स्ट्याचु हो अनि एकदम ठुलो मान्छ त्यो जस्ट हाम्रो हिन्दूहरूले चाहिँ शिवजीलाई चाहिँ गड क्रिएटरको रूपमा मान्छ भने चाहिँ हाम्रो बुद्धिस्टको चाहिँ उहाँ हो कि हामी यस्तो ठाउँमा आइपुगेका छौँ अनि हामीले हाम्रो प्रोजेक्ट गर्न लागेको सर म्यामलाई पनि भेटिसकेको छौँ बनाएको खासमा अनि त्यो दिल्लीबाट प्लेनले पिकअप गर्न सकेन अरे उहाँलाई अमेरिका लाने भनेपछि अनि पछि उहाँलाई जो लाने भनेर सोचे हुनुहुन्थ्यो उनको आमा ठुलो आमाले अनि पछि सरकारले ओ फोटोग्राफर सर ए फोटोग्राफर खै क्यामेरा कस्तो फिल भएको छ एकदम एडभेन्चरस प्लस रमाइलो भइरहेको छ कस्तो फिल आइ एम फिलिङ गुड ह काठमाडौँको दुलामे ठाउँबाट छोडेर हैन हाम्रो त्यही छोड्यो हो यही छ मेरो शिशिरको कस्तो लागिरहेको छ सर कहाँ छौ हामी कहाँ आयौँ रे पार्ली पद्मा उक्सालिङ पार्ली पद्मा उक्सालिङ पार्मी पद्मा कसार्लिङ भन्ने ठाउँमा सर्वन सेट हुनुहुन्छ यहाँ सेट रमाइलो भइरह यहाँ यस्तो छ ए हामीले त रोडोडेन्ड्रन भन्छ नि यो ड्रोन उडाउनु पाउँदैन रहेछ यस्तो हल्लिरहेको थियो हल्का सेकी भइरह डोन्ट माइन्ड सबजना माथि जाती हुनुहुन्छ होइन हामी पनि माथि जानुपर्छ के हो भाइ कुरो के हो यो चढ्दै हो यो चाहिँ डेन्जर राम्रो ठाउँमा पुगेर यस्तो रमाइलो भइरहेछ माथि हुनुहुन्छ रमाइलो भइरह के हो ल ओके कस्तो भइरहेको छ दिनमा कस्तो लागिरहेको एकदम रमाइलो लागिरहेछ 1 2 3 नेक्स्ट पोज मेरो जागिर खाइरहेछ ल नेक्स्ट पोज जाऊ समर्पण जागिर खाइरहेछ मेरो कस्तो दामी ठाउँ के यहाँ कस्तो फोटो रे ए नेक्स्ट डिस्टर्ब गर्न गएको फोटो नेक्स्ट के पोज सकियो त्यसो चारवटा किन खिच्नु म मेरो खिच्दो पोज दिनै आउँदैन मेरो एक पोजमा खिचेर सिसरले के हो मेरो एक पोजमा त खिच्नु अर्को 4 पोजमा खिच्नु होइन हाम्रो जोडी कस्तो छ सिसरले चिनाएको छैन हामी चाँडै दामी काम लिएर आउँदैछौँ अहिले पनि हामी दामी काम गर्दैछौँ के हो कुरो थ्याङ्क यू सो मच फर इन्भल्भिङ मी इन दिस ब्लग होइन सबैले हेर्नु होला उसको च्यानल सब्सक्राइब गर्नु होला आज हामी एकदमै रमाइलो ठाउँमा छौँ हेर्नु पुरै हिमालको छेउमा है हिमालको काखमा हामी खुला भएको दामी हुन्थ्यो होला है ल समर्पण खुला यसै दामी हुन्थ्यो होला यो ठाउँ अब सक्यो होइन
बवाले चाहिँ ठाउँ हामी घुमिसक्यो फेरि जाँदैछौँ कहाँ थाहा छैन पछाडि यस्तो अफ रोड बाटो त्यहाँ पछाडि भिरबाट आएको यो ठाउँ घुमेर आएको बवाल रहेछ किप अन वाचिङ भ्लग हो अब के भन्नु अपडेट जस्तो हो मेरो लाइफकै त स्टे ट्युन त्यो गाउँमा आइपुग्यो हामी कस्तो राम्रो ठाउँ अझै अगाडि जाँदैछौँ वी आर एट आवर फर्स्ट स्टप अनि हामीसँग शिशिरजी हो शिशिरजी पहिलो स्टपमा आएन पहिलो स्टप आएन हामी या वी आर हियर एट सिमी राइट नाउ अब हामी चाहिँ अनि याकको चाहिँ याक हैन चौरी याक हर्डिङको भिडियोहरू खिच्छौँ अनि यहाँनिर एकदम रमाइलो भइरहेको छ थ्याङ्क यू भाइले मेरो ब्यालेन्स उलिँदै होइन डाटा किन लागि चाहिँ किन हुँदैन उसले 3 दिनको लिन्छ र सबको लागि हुन्छ 400 एमबी के अरे 600 एमबी वाइडीलाई उनीहरूलाई भनेर क्वेसन छ भने चाहिँ फेरि धुलो धेरै भएर है फेरि उनीले बोक्छ वाह यो हाम्रो यो फोटो आउनेवाला छ भने अघि खाजा खाएर काम सकिहाल्यो आनन्दले रेस्ट गर्न पाउँला हाम्रो सर हुन्छ सर के भन्न चाहनुहुन्छ साह्रै मजाको ठाउँ छ केटाहरूले राम्रै काम गर्दैछन् अब हामी चौरी हेर्न लाग्यौँ चौरी हेरेर म चौरीको फुटेजहरू पनि हाल्छु होइन स्टेट है मेरो त मिसिङ छ मेरो बुढी दीक्षा शर्मा है दीक्षालाई मिस गराएको छ छैन एकदम धेरै दीक्षालाई मिस गराएको छौँ तर जानुभन्दा अगाडि तर होइन हामी पनि दीक्षाको भ्लग हेरेर हुन्छौँ बिग फ्यान हामी हरायौँ माथि नै हामीहरू हरायौँ के गर्ने होला हामीहरू हरायौँ कहाँ जङ्गलको बिचमा छौँ यहाँ याक छ भनेर खोज्दैन चिलाउनेको रुखहरू जस्तो छ है के भाइ तिम्रो के चिलाएर मन चिलायो यहाँ कस्तो राम्रो डिफ्युज भएको छ जङ्गलको बिचमा अङ्कलहरू हुनुहुन्छ जङ्गलको बिचमा अङ्कलहरू नाम समर्पण हो बालन शाहको बलिदान लोकल ठिटो स्याभेजको यसले खिच्यो यहाँ आएपछि तिमीलाई कस्तो फिल भयो रमाइलो भयो शीतल हुन्छ है श्वास भएको किनभने हामी अल्टिट्युडमा हाई अल्टिट्युड तिमी हाई हुन्छौ तिमी याक हेर्न आएको We are here to see the yak. बाटोमा हिँड्दै ट्याक ट्याक हेर्न आएको हामी याक सेट चाहिँ तर याक बाटो हरायो नि उनीहरु कुर्दा 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 ढिलो भयो याक रहेछ रेडियो एउटा चौरी गाई मात्र रहेछ दामी
ऊ त्यो चौरीको बच्चा भन्नु सबटाइटल चाहिँ गरौँ न है ए हुन्छ अलिक भिडियो खिचेर आउला सोध्नु है याक यो पनि याक यो मेरो मोबाइल यस्तो दामी ठाउँ छ कुरो छोड्नु कसम भने भाइ यहाँ बसेका जिन्दगीबाट केही भएन भने यहाँ आउनु जिन्दगी सिकिन्छ होइन के कुरो ग्याङ ग्याङ मनी 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 ग्याङ निगा मनी हाय यो मेरो सोशल मिडिया निगा मनी हाय हाम्रो 30 ml खाने कुरा हुँदैछ तर चौरीको दुधको चिया हाम्रो सर चाहिँ काममा लागिसक्नु भएको छ यति काम गर्ने मान्छे संसारमा मैले देखेको छैन कि यो निगा मनी हाय बाइक चोट गाउँदा गाउँ न निगा मनी हाय मनी मनी ग्याङ 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 मनी 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 ग्याङ निगम मनी ग्याङ ग्याङ निगा मनी हाय निगम मनी हाय उसको फर्स्ट लभ त्यही क्यामेरा हो जहिले पनि त्यही घोटेर बस्छ थोरै थोरै यो दुध खाएर जाने चिया सिया नहाल्ने त्यसमा दुध मात्रै अलिअलि चाखेर जाने दुध मात्रै खाने त्यही भएर थोरै खाने कस्तो लागिरहेको साथीहरू साथीहरूलाई बबाल लागिरहेछ अरे हाउ फिलिङ यु आइफोनमा फोकस तान्नलाई आउनु छ क्या हाउ फिलिङ हाउ इज द टेस्ट अनि आनु खै छैन समर्पण कस्तो लाग्यो चौरीको दुध भेरी नाइस सौरभ भेरी नाइस भेरी प्योर खाएको छैन बर्ख न मजा खाउन टेस्टिङ चौरी कस्तो लाग्यो बिस्कुट समय पनि बिस्कुट मिसा हल्का खल्लो खल्लो हुन्छ तर मिठो Jadi nang haula aula chimilang ay aula o di sawarang na senjo chikyo ba. चौरीको दुध ठिक छ क्यामेराम्यान समर्पण रेग्मीका साथ सौरभ ढकाल के पाउँदैछ के चाहिँ सिस्नुमा छ यहाँको सिस्नुमा सिस्नु पाएछ किन छोड्नु हाम्रो ड्याडीले सधैँ हजुर अनि अस्ति मम्मीले यहाँबाट मामाहरूले लिएर आएर मम्मीले पकाउनु भएको थियो मलाई कति मिठो लागेको थियो कि आलु खाऊ आलु खाऊ ठुलबुवाले रिक्वेस्ट गरेको सिस्नु तपाईँ दिनु भन्नु चुप चुप ढिलो नगर्नु किनभने भयो सर। ठुलबुवा झन् गन्जी जस्तो के सफा खण्ड यसको त्यो पानीहरू सबै ड्राई भइसक्यो कि अब रेट के छ थाहा छ सिजन के भयो रे हाम्रो बुलेटको हावा गयो अनि म चलाइरहेको थिएँ एकदम गाह्रो भइरहेको थियो यहाँ त भाइ बाबुहरूसँग चाहिँ यो सानो पम्प रहेछ क्या यो फुटबल हावा भने अनि जिस्केर पुग त्यसले भरिन्छ भनेर मागेको त अलिअलि हावा फिल भइरहेछ बाइकको टायरमा म प्रेसर दिइरहेको छु ल पम्प खिचेन मेरो फेस खिचेर हुन्छ त यहाँ के भएछ रे अहिले हामी के भएछ ट्युब चेन्ज गर्नु पऱ्यो हाम्रो टायरको अनि हामी ट्युब चेन्ज गर्दैछौँ अब कहाँदेखि कहाँ आएर फेरि 2 घन्टा लाग्छ हामी डेस्टिनेसनमा पुग्न सुटिङको लागि यस्तै छ भोलि सुटिङ अब आज हुँदैन यसै पनि गरेर सुत्ने हो तर थकै लागेर हेर्ने यहाँ फेस बिहान 6 बजेदेखि चलाएको यसले जे भन्यो त्यही हो मैले के भन्ने बिहान 6 बजेर 20 मिनटमा हिँडेको अहिलेसम्म हिँडेछौँ बाइक चलाइछौँ
भिडियो गर्छ बाइक चलाएको बाइक पो हिँड्दा हामी त बस्छ मलाई लास्टै मुख छाड्नु जस्तो रहेछ